डे 1 रोड ट्रिप फ्रम काठमाडौँ टु वीरगन्ज। हामी चाहिँ दक्षिणकाली र कुलेखानी ड्यामको हाइवे हुँदै वीरगन्ज गएको थियौँ। अनि दक्षिणकालीको हाइवे हुँदै गएपछि त अब दक्षिणकाली माताको दर्शन गर्नु परि नै हाल्यो होइन। सो हामी चाहिँ एकछिन भए पनि दक्षिणकाली माताको दर्शन गरेर अनि त्यसपछि चाहिँ निस्क्यौँ। यो हाइवेबाट चाहिँ म्याक्सिमम् 4 to 5 आवर्समा चाहिँ वीरगन्ज पुगिन्छ होइन। र यो बाटो चाहिँ कुनै कुनै ठाउँमा चाहिँ अफ रोड छ कि बेसिकली यो खोलाको साइडमा या पहिरो जाने साइडमा चाहिँ अलिकति अफ रोड छ होइन। अनि अर्को भनेको चाहिँ देउराली कटेपछि र देउराली पुग्दाखेरि चाहिँ अलिकति उकालो ओह्रालो अनि मोडहरू धेरै नै छ कि। ओभरअल बाटो चाहिँ एकदमै नै राम्रो छ होइन, पुरै पिच नै छ सबै। यो हाइवेबाट जाँदा चाहिँ एकदमै नै राम्रो सिनेरीहरू, एकदमै राम्रो राम्रो गाउँहरू देखिन्छ कि म आफै दङ्ग परेको थिएँ। यो चाहिँ वीरगन्जको घन्टाघर हो। अनि हामीहरू चाहिँ लङ ट्राभल भएर एकदमै थाकेको भएर चाहिँ हामी हाम्रो होटेलतर्फ लाग्यौँ। आजको दिन चाहिँ अनि हाम्रो होटेलमै रेस्ट गरेर सक्यो।